दर्शकवृन्द, यहाँहरूलाई बिहानी संवादमा स्वागत छ। आज फेरि पनि हामी एकजना अतिथिका साथ उपस्थित भइसकेका छौँ। यो कार्यक्रममा हामी विशेष गरी समाजमा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याउनु हुने विभिन्न व्यक्तित्वहरूसँग हामी कुराकानी गर्छौँ। आज पनि त्यस्तै व्यक्तित्व हामीसँग उपस्थित भइसक्नु भएको छ। उहाँ हुनुहुन्छ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड को प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त। उहाँसँग हामी विशेष कुराकानी गर्छौँ। उहाँ एउटा आर्थिक विषयको जानकार पनि हुनुहुन्छ, विज्ञ पनि हुनुहुन्छ। आर्थिक क्षेत्रमा कसरी विकास गर्न सकिन्छ र नेपालमा यसको सम्भावना के छ, नेपाललाई कसरी सम्पन्न देश बनाउन सकिन्छ भन्ने विषयमा रहेर हामी कुराकानी गर्नेछौँ। आउनुहोस् कार्यक्रमको सुरुवातमा उहाँलाई स्वागत गरौँ। सर, हजुरलाई स्वागत छ। धन्यवाद अन्जुजी। आरामै हुनुहुन्छ? राम्रो छ। आजभोलि कतातिर व्यस्त हुनुहुन्छ? यही पिरामिडको सबभन्दा तल रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको आर्थिक तथा सामाजिक उन्नति कसरी छिटो गर्न सकिन्छ, त्यसको बारेमा कसरी सहयोग गर्न सकिन्छ, त्यसको बारेमा चिन्तन मनन र कार्ययोजनाहरू लिएर हामी अगाडि बढिरहेका छौँ। एकदमै राम्रो। अनि बसाइ चाहिँ हजुरको काठमाडौँ नै छ? काठमाडौँ छ। अहिले के को लागि यता बाँकेतिर आउनुभएको हजुर? हामीहरूको 77 जिल्लामा शाखाहरू छ। 77 जिल्लामा शाखा पुगेको पहिलो माइक्रो फाइनेन्स हो हाम्रो नेपालमा। आजभन्दा 1 दशक अगाडि नै पुगेको हो। अब त्यही सिलसिलामा जुन आर्थिक सामाजिक स्थिति बढाउनको लागि पिरामिडको सबभन्दा आर्थिक सामाजिक हिसाबले तल रहेका नेपालीहरूको दाजुभाइ दिदीबहिनीहरूको उठाउनलाई चाहिने जुन कर्जाहरू प्रभाव भएको हुन्छ बेसिकली त्यो गर्नुभन्दा अगाडि स्किल ट्रेनिङ, एन्टरप्रेन्योरसिप ट्रेनिङ, फाइनेन्सियल लिट्रेसीहरू दिनुपर्ने हुन्छ। त्यही सिलसिलामा हाम्रो कर्मचारी साथीहरूको क्षमता अभिवृद्धिको तालिमको सिलसिलामा हामीहरू यता आएका हौँ। सुरुमा हामी यसरी जाउँ। लघुवित्त भन्ने बित्तिकै अलिकति एकदमै सिम्पल भनौँ न, अब नागरिकहरूले बुझ्ने हिसाबले लघुवित्तको इतिहासको बारेमा अलिकति बताइदिनुहोस् न। आजभन्दा करिब 3 दशक अगाडि नेपालमा गरिबी काहाली लाग्दो थियो, कष्टकर थियो जीवन। करिब 100मा 50% दाजुभाइ दिदीबहिनीहरू गरिबीको रेखा मुनि हुनुहुन्थ्यो। त्यसलाई माथि कसरी अठाउने भन्ने चिन्तनमा यो निर्धन उत्थानको स्थापना भयो। नेपालमा बिना धितो कर्जा यसले सुरु गर्यो र यसको अनुसरण गर्दै अहिले धेरै संस्थाहरू आएका छन्। गरिबी धेरै घटेको छ। अहिले करिब 18% नेपालीहरू गरिबीको रेखा मुनि हुनुहुन्छ। यो 50%बाट 18% आयो। लघुवित्तको महत्त्वपूर्ण भूमिका रह्यो। तर यसमा रेमिटेन्सको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। तर के भन्दाखेरिमा रेमिटेन्सलाई जुन विदेश जानुहुन्छ दाजुभाइ दिदीबहिनीहरू, त्यसको लागि चाहिने बिउ पैसा, हवाईजहाजमा जाने अन्य पैसाहरू, त्यो पनि धेरैजसो लघुवित्तबाटै प्राप्त हुन्छ। त्यसले गर्दाखेरिमा रेमिटेन्स ल्याउन पनि यसले महत्त्वपूर्ण भूमिका खेलेको छ। त्यस्तै गरिबी घटाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। अब लघुवित्तले एउटा त्यसको उद्देश्य नै भनौँ न, नेपालीलाई एउटा धनी बनाउन, एउटा सम्पन्न नागरिक बनाउन, एउटा सम्पन्न भएर समाजमा स्थापित गराउनको लागि एउटा यो लघुवित्तको स्थापना भएको भन्नुभयो। यसको सम्भावना कस्तो खालको छ? यति लामो समयसम्म 3 दशकदेखि यहाँसम्म आइपुग्दाको सम्भावना के देख्नुभयो? वास्तवमा यो 3 दशकमा गरिबी शून्यमा झरिसक्नुपर्ने हो। तर अझै 18% गरिबी छ र असाध्यै गरिबी 8देखि 10% भएको अनुमान गरिएको छ नेपालमा। के भयो भन्दाखेरिमा चाहे राष्ट्र होस्, चाहे ठुला ब्याङ्कहरू हुन् या लघुवित्त सहकारी हुन्, कुनै पनि कर्जा जाँदाखेरिमा त्यो कर्जा उत्पादनमा जानुपर्छ, क्यापिटल फर्मेसनमा जानुपर्छ, पुँजीगत खर्च हुनुपर्छ र उत्पादन हुनुपर्छ। त्यसले चाहिँ नि विदेशबाट आउने जुन सामानहरू छ, वस्तु तथा सेवाहरू आउने, त्यो रिप्लेस हुनुपर्ने हो। त्यो चाहिँ नि पुरा रूपमा नगएको कारणले गर्दाखेरिमा
हामी अझै पनि गरिबीको दुष्चक्रमा फसिरहेको जस्तो देखिन्छ। यसलाई यहीँभित्रै हामीले इफिसियन्सी खोजेर जाने जुन कर्जाहरू हो त्यो चाहिँ नि स्किल ट्रेनिङ बढाउने, के अरे एन्टरप्रेन्योरसिप ट्रेनिङ बढाउने, हेल्थ लिट्रेसी बढाउने, फाइनेन्सियल लिट्रेसी बढाउने, यी कामहरू लघु वित्तले र अरू ब्याङ्किङ सेक्टरले पनि गर्न जरुरी छ। त्यस्तै अब हामीसँग 753 पालिकाहरू छन्। पालिकाहरूसम्म पनि उहाँहरूको स्रोत साधनले भ्याएसम्म यस्ता तालिमहरू गर्नुहुन्छ, उहाँहरूसँग पनि मिलेर सहकार्य गर्न जरुरी छ। त्यस्तै अब अहिले राष्ट्र ब्याङ्कको नियमअनुसार 15% भन्दा बढी इन्ट्रेस्ट रेट जुन बढी आएको छ, लिएको छ भन्ने छ। वास्तवमा त्यो गलत हो। 15% भन्दा बढी लिनै पाइँदैन र कसैले पनि लिन हुँदैन। त्यसमा 15 पनि बढी भयो भने अति गरिबलाई पालिकाहरूले सब्सिडी दिएर केही व्यक्तिलाई घटाउनु पनि सकिन्छ। तर के भन्दा बढीमा 15% ब्याज हो, त्योभन्दा बढी कसैले पनि लिए जस्तो मलाई चाहिँ लाग्दैन। अब सम्भावना सँगसँगै चुनौती पनि देखिन्छ। अब कतिपय चुनौतीहरू उत्तिखेरै अब समाधान गर्न सकिन्छ भने कुनै चाहिँ चुनौतीहरू दीर्घकालीन रूपमा देखिन्छ। त्यो कुराहरू यसमा के छ भन्दा अन्जुजी, सप्लाई र डिमान्डको कुरा हुन्छ। जहाँ पनि केही वर्ष यता 4-5 बेसिकली यो 2075 सालपछि भनौँ, अहिले 80 साल भयो, यो के भयो भन्दा कर्जाहरू उत्पादन प्रक्रियामा नगए जस्तो छ केही कर्जाहरू। त्यसले गर्दाखेरिमा त्यो नगएपछि वस्तु तथा सेवाको उत्पादनमा जाने हो। सानो पैसा जस्तो बाख्रा किन्नलाई भयो, अब 20वटा बाख्रा पाल्यो भने हामीले के देखिया छ भन्दा खर्च कटाएर करिब 2 लाख आम्दानी हुने वर्षमा देखिया छ। त्यस्तै 20वटा बङ्गुर पाल्यो भने खर्च कटाएर वर्षमा 5-6 लाख आम्दानी हुन सक्छ। त्यस्तै अब हामीले भन्ने गरेको मुर्रा भैँसी अब खर्च कटाएर 1,70,000 जति खर्च कटाएर आउन सक्छ वर्षमा एउटा मुर्रा भैँसीबाट भने 10वटा मुर्रा भैँसी पाल्यो भने करिब 17 लाख जति खर्च कटाएर आउन सक्छ। त्यसले गर्दाखेरिमा यति मात्र होइन, पहाडतिर जस्तो साफ्रन भन्यो केसर 1500 मिटरदेखि 2500 मिटरसम्म त्यो उत्पादन गर्न सकिन्छ र केसर चाहिँ नि प्रति किलो प्रति रोपनी 5 देखि 7 लाख रुपियाँ आम्दानी गर्न सकिन्छ प्रति वर्ष। त्यसले गर्दाखेरि प्रचुर सम्भावना छ, अवसरहरू छ। तर यी कुराहरू हामीले परियोजनाहरू तयार गरेर यो बटम अफ द पिरामिड भन्छौँ हामी हैन, आर्थिक र सामाजिक हिसाबले सबभन्दा तल भएका दाजुभाइ दिदीबहिनीहरूलाई यो कुराहरू परियोजनाहरूको बारेमा जानकारी गराउँदै अगाडि बढिरहेका छौँ। तर कुनै कर्जाहरू कहीँ अब यो लघुवित्त भन्नासाथ लघुवित्त मात्रै छैन, लघुवित्त संस्थाहरू पनि छन्, लघुवित्तमा सहकारी संस्थाहरू पनि छन्, लघुवित्तमा एबिसी क्लासका कमर्सियल डेभलपमेन्ट र फाइनेन्स कम्पनीहरू पनि छन्। यो चाहिँ नि एक किसिमले ओभर क्राउडेड पनि भएको परिस्थिति थियो। तर यसलाई नेपाल राष्ट्र ब्याङ्कले अहिले ट्याकल गरिसकेको छ गुड इन्टेन्सन साथ। केही समय चाहिँ नि यो मल्टिपल फाइनेन्सिङ बहुकर्जा भएकोले केही समय लाग्ने देखिन्छ यसलाई नर्मल हुनलाई। तर यो चाहिँ नि राइट ट्र्याकमा गएको बुझिन्छ। जस अब यति धेरै कुराहरू गरिरहँदाखेरि अब लघुवित्तले अब जस नागरिकहरूलाई एउटा आत्मनिर्भर भनौँ न, अब एउटा स्वरोजगारको सृजना गर्ने काम पनि गरेको छ। अब कतिपय नागरिकहरूले यो कुरालाई अपनाउन सक्ने कि नसक्ने भन्ने कुरा पनि हुन्छ। सबैको धारणा, सबैको सोच विचार त एउटै हुँदैन। तिनीहरूलाई कसरी कन्भिन्स गर्न सकिन्छ, उनीहरूलाई कसरी लघुवित्तमा यस्तो अवसरहरू छ भनेर कसरी देखाउन सकिन्छ? अन्जुजी, यो इम्पावरमेन्ट भनेको एजुकेसनै हो। एजुकेसनै हो। के देखिया छ भन्दा नेपालमा अलिकति यङ जेनेरेसनहरू यहाँ केही पनि हुन सक्दैन, सम्भावना पनि केही छैन भनेर बाहिरै जाने हैन, मिडल इस्ट फार इस्टतिर जाने प्रचलन देखिया छ धेरै जसो। तर डेटाले के देखाउँछ भन्दाखेरिमा 100%मा करिब 59% को सरदर आम्दानी महिनामा 30,000 मात्रै छ।
अब मैले अहिले भर्खर बताएँ, मैले यो केही परियोजनाहरू गर्यो, काम गर्यो भनेदेखि यहीँ 30,000 भन्दा बढी आउने। अब मुरा भैँसीकै भने मैले 10वटा पाल्दाखेरिमा 17 लाख आउने, बङ्गुरको दिएँ 20वटा गर्दाखेरिमा 5-7 लाख आउने भनेपछि त्यो असाध्यै गर्मी हैन, 45-50 डिग्रीमा गएर काम गर्नुपर्ने आवश्यकता चाहिँ देखिएन। बिना धितो यहीँ पैसा पाइन्छ लघुवित्तहरूबाट, स्रोत छ भनेपछि सोचमा अलिकति परिवर्तन गरेर हामीहरूले पनि नेपाल सरकार, प्रदेश पालिकाहरूले पनि यसमा अलिकति प्रचार गर्न सक्यो, एजुकेट गर्न सक्यो भनेदेखि यही उत्पादन प्रक्रियामा सानो पैसा लिएर उत्पादन प्रक्रियामा गयो भनेदेखि उत्पादन बढाउन सकिन्छ। अर्को कुरा भनौँ, कृषिजन्य वस्तुहरू जुन चिज चाहिने बिना स्किल पनि उत्पादन गर्न सकिन्छ। त्यसमा वर्षमा योभन्दा अगाडि त अब 2 वर्ष अगाडि करिब 4 खर्बको आयात भयो। त्यसपछि लास्ट फिस्कल इयर 79-80मा चाहिने अबमा करिब 3 खर्बको कृषिजन्य वस्तुहरू हामीले इम्पोर्ट गऱ्यौँ, आयात गऱ्यौँ। अब त्यो जम्मै यही उत्पादन गर्यो भने चाहिँ नि रिप्लेस गर्न सकिन्छ र बाहिरबाट ल्याउँदाखेरिमा फरेन करेन्सी जुन छ वर्षको 11-12 बिलियन भनौँ न अर्ब डलरको फरेन करेन्सी आइरहेछ, इनवर्ड रेमिटेन्स आइरहेछ भन्ने कुरा डेटा आइरहेछ। त्यो चाहिँ नि फेरि बाहिरै जान्छ हैन, कृषिमा गयो। अब यो कृषिजन्य वस्तुमा त मैले भनिहालेँ 3-4 खर्ब सरदर जाने। योपालि अलिक घट्यो, किन भन्दा बटम अफ द पिरामिडमा आम्दानी घटेको छ, असाध्यै गाह्रो परिस्थिति सिर्जना भएको छ अहिले चाहिँ नि। कारण के भन्दाखेरिमा कोभिडको बेलामा अलिकति कर्जा विस्तार भयो, त्यो बेलामा करिब 28% 2 वर्ष अगाडि कर्जा विस्तार भयो ओभरअल नेपालको इकोनोमीमा। त्यसपछि 3 वर्ष अगाडि 2 वर्ष अगाडि करिब 12% कर्जा विस्तार भयो भने गत साल चाहिँ नि करिब 4% कर्जा विस्तार भयो। त्यसले गर्दाखेरि इकोनोमी अलिकति सङ्कुचन भएको छ। त्यो विस्तार पनि हुन रोक्न जरुरी थियो र सेन्ट्रल ब्याङ्कले सही काम गर्यो। कारण के भन्दाखेरिमा एसेट बबल भन्छौँ हामी, भनौँ न यो सम्पत्तिहरूको असाध्यै महँगो भएर गयो, जग्गाहरू सबै चिजहरू हैन। बढी पैसा मार्केटमा आएपछि अब काठमाडौँको कुरा गर्ने हो भने 10 लाख पर्ने पर आना जग्गा पर्नेलाई चाहिँ नि 30 लाख 40 लाख पुग्यो। 40 लाख पर्ने जग्गा 1 करोड पुग्यो। त्यो त थामी नसक्नु भयो साधारण नेपाली जस्तो पूर्वदेखि पश्चिमसम्म दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। अब साधारण भनौँ न केही कोर्टमै जानु पर्यो, सुप्रिम कोर्ट भने काठमाडौँ आउनु पर्यो, त्यस्तो महँगो जग्गामा त्यस्तो महँगो होटलमा बस्न उहाँहरूले सक्नु हुँदैन हैन, आदि इत्यादि। यसले ठुलो प्रभाव जनतामा पर्यो र विशेष गरी गरिबको रेखा मुनि हुने दाजुभाइ दिदीबहिनीहरूलाई असाध्यै ठुलो समस्या पर्यो। त्यसले गर्दाखेरिमा राष्ट्र ब्याङ्कले यो नीति लिएको जस्तो लाग्छ। नीति ठिकै हो, तर के भन्दाखेरिमा असर यसलाई हिट चाहिँ नि गरिबलाई सबभन्दा बढी पर्छ। अब नेपालमा कृषि क्षेत्रमा एकदमै प्रचुर मात्रा सम्भावना छ भनेर भनिन्छ, तर पनि अझै पनि कृषि क्षेत्रमा त्यो खालको परिवर्तन गर्न सकिएको छैन, त्यो खालको विकास गर्न सकिएको छैन, के भन्न चाहनुहुन्छ? यसमा कृषिमा विभिन्न किसिमले यो के छ भन्दाखेरिमा हाम्रो जुन श्रम छ, श्रमलाई उत्पादनसँग हामीले जोड्न सकेनौँ। श्रमलाई के अरे उत्पादनमा पनि आधुनिक प्रविधि मार्फत उत्पादनमा जोड्न सकेनौँ। त्यस्तै केही ठाउँमा जोडिएका छन्, त्यस्तै उत्पादनलाई बजारसँग हामीले जोड्न नसकेको परिस्थिति छ। त्यो च्यानलहरू मार्केटिङ च्यानल मिलाउन नसकेको परिस्थिति छ। तर बिस्तारै यसमा पालिका हामी जस्तो विकासे कर्मीहरू, सरकार सबैजना मिलेर कसरी यसलाई छिटोभन्दा छिटो यो उत्पादन प्रक्रियामा अगाडि बढ्ने नै यसको उपाय हो। त्योभन्दा बढी त हैन, कृषि जस्तो चिज जुन प्याज, आलु, यो के अरे मासुजन्य वस्तुहरू अथवा चामलै भनौँ, यो जम्मै त नेपालमै उत्पादन गर्न सकिने चिज हो। यसलाई खास ठुलो टेक्नोलोजी, कुनै रकेट साइन्स जान्नुपर्ने पनि होइन।
तर के भन्दाखेरिमा हामी सबै मिलेर यसमा लाग्नै पर्छ। यसमा यो विभिन्न परियोजनाहरू सरकारले पनि आफ्नो कामहरू त गरिराखेको छ, तर जुन 2 गियरमा गरेको छ भने हामी सबैले अब 3 गियर 4 गियरमा चाहिँ नि भेहिकल चला जस्तै यसमा अलिकति कन्सन्ट्रेट भएर स्पिड चाहिँ नि बढाउनै पर्छ। नभएदेखि यो गरिबीको दुष्चक्रमा हामी सधैँ बसिरहन चाहिँ नि हुँदैन। एकदमै राम्रो कुरा गर्नुभयो। अब यो लघुवित्तको कुरा गरौँ। लघुवित्तले खास गरेर नेपालमा कस्तो खालको आर्थिक क्षेत्रमा सहयोग पुर्याइरहेको छ, कस्तो खालको टेवाहरू गरिरहेको छ? यसमा के छ भन्दाखेरिमा सानो पैसा 10,000 20,000 30,000बाट सुरु गरेर मैले भनिहालेँ नि, विशेष गरी अब किराना पसल भयो अथवा अफ सिजन भेजिटेबल्सहरू भयो अथवा यही गाई भैँसी होइन, लसुन प्याज यस्तै अगबरे खुर्सानी यस्तै विभिन्न किसिमको परियोजनाहरूको कति आम्दानी हुन्छ कति खर्च हुन्छ भनेर हामीले विभिन्न परियोजनाहरू बनाएको छौँ। अनि मैले चाहिँ नि सिएज मेसेज भनेर हाम्रो करिब 4 लाख ग्राहकहरू हुनुहुन्छ, उहाँहरूलाई यो परियोजना बारेमा हाम्रो कटिबद्ध कर्मचारीहरूले साथीहरूले बुझाउने पनि गर्नुभएको छ फिल्डमा। यसरी नै जाने प्रक्रिया नै यही एजुकेसनै त हो नि, अरू के उपाय छ र? मुख्य कुरो अब हाम्रो मुलुकमा त्यस्तो मिडल इस्टमा जस्तो तेल जन्य पदार्थहरू जमिनमुनि अहिलेसम्म पत्ता लागेको त केही छैन भनेपछि उत्पादनै हो। अब ठुलो किसिमको उत्पादन गर्नलाई जस्तो मोबाइल भन्यो अथवा कम्प्युटर भन्यो त्यस्तो नेपालमा त्यति म्यानुफ्याक्चरिङमा फिजिबल पनि देखिएन, किन भन्दा समुद्रको सँग जोडिएको छैन। विशाल मुलुक चाइना र इन्डिया छ। त्यसले गर्दाखेरिमा कृषिजन्य नै उत्पादन बढाउने बटम अफ द पिरामिडको दाजुभाइ दिदीबहिनीहरू अथवा अरू इन्भेस्टरहरूको सहयोगले पनि अर्कोतिर म्यानुफ्याक्चरिङ मार्फत जानुभन्दा सिधै यो सर्भिस सेक्टरमा जुन अहिले 40-42% छ टोटल जिडिपीको, जिडिपी भन्नाले कन्जम्सन, गभर्मेन्ट एक्सपेन्डिचर, इन्भेस्टमेन्ट, इम्पोर्ट माइनस एक्सपोर्ट यति जोडेर जिडिपी हुने हो कुल ग्रास्थ उत्पादन। त्यसमा चाहिँ नि हाम्रो 40-42% छ अहिलेको स्थितिमा। त्यो चाहिँ नि सर्भिस सेक्टरमा डेभलप नेसनहरू एडभान्स मुलुकहरू पनि सर्भिस सेक्टरमै उनीहरूको जिडिपीमा 80-85-75% कन्ट्रिब्युसन हुँदो रहेछ हामीले हेऱ्यो भने। त्यस्तै हामी पनि मेरो विचारमा चाहिँ नि अब बटम अफ द पिरामिड जुन भन्छौँ हामी होइन, आर्थिक सामाजिक हिसाबले कम आम्दानी भएका दाजुभाइ दिदीबहिनीहरू चाहिँ नि अब जसको स्किल छैन यतै लाग्नु पर्यो कृषिमा, जसको अलिकति यो सर्भिस सेक्टरमा अलिकति स्किल छ त्यसलाई चाहिँ नि सबैले टेवा दिएर राष्ट्रले दिएर यो चाहिँ नि सर्भिस सेक्टरमा जानुपर्छ जस्तो मलाई लाग्छ, एडभान्स मुलुक फास्ट ट्र्याकमा लानको लागि। अब अहिले त अब सबै देशभर नै अब आर्थिक मन्दीको कुरा पनि चलिरहेको छ, आर्थिक मन्दी एकदमै भइरहेको छ। अब यसलाई कसरी समाधान गर्न सकिएला, दीर्घकालीन रूपमा कसरी आर्थिक क्षेत्रमा मजबुत भएर बस्न सकिएला, नेपालको हिसाबले यो कुरा गर्दाखेरि कसरी समाधान होला, हामी सम्पन्न राष्ट्र कसरी बनाउन सकिएला? आर्थिक मन्दी भन्नुभयो अन्जुजीले, अहिले सही कुरा हो। वास्तवमा अहिले म पनि अहिले फिल्डमै छु। गाउँघरमा चाहिँ नि असाध्यै गाह्रो परिस्थिति छ, पैसा छैन, वस्तु बिक्री पनि हुन गाह्रो छ, धेरै अप्ठ्यारो परिस्थिति अहिले मुलुकमा देखिएको छ। यो चाहिँ नि वास्तवमा कोभिडको इम्प्याक्ट पनि हो, इन्टरनेसनल इम्प्याक्ट त्यो त छँदैछ वारको, त्यतातिर नजाउँ जुन हाम्रो कन्ट्रोलमा छैन। हामीले जे कन्ट्रोल गर्न सकिन्छ त्यो चिज गर्ने हो। मुख्य कुरो कोभिडको बेलामा मैले भनिहालेँ अलिकति कर्जा एक्सपेन्सन बढी भयो, त्यसपछि ग्रेजुअली घट्दै आएको छ र त्यसको इम्प्याक्ट त्यो देखियो। त्यो बेला कर्जा एक्सपेन्सन गर्न जरुरी पनि थियो, संस्थाहरू बचाउनु आवश्यक थियो र त्यो राष्ट्र ब्याङ्कले गर्यो। एकातिर यस्तो छ भने अर्कोतिर गभर्मेन्टकै कुरा गर्दाखेरिमा पनि आखिरी बजेटकै कुरा हो खर्च गर्ने। 1751 अर्ब यो आर्थिक वर्ष 80-81मा बजेट छुट्याइएको छ टोटल, त्यो मध्ये 302 अर्ब चाहिँ नि यो क्यापिटल एक्सपेन्डिचर पुँजीगत खर्चमा छुट्याइएको छ, जुन चाहिँ नि असाध्यै कम हो।
मेरो विचारमा यो बेलामा सरकारले इकोनोमी बुस्ट गर्नलाई इन्फ्रास्ट्रक्चरमा ओभरड्राफ्टै लिएर अथवा कसरी हुन्छ बन्डहरू इस्यु गरेर अथवा बाहिरबाट पैसा ल्याएर हुन्छ कि इन्फ्रास्ट्रक्चरमा जस्तो हेल्थ एजुकेसन र यो रेल विशेष गरी मेट्रो रेलहरू हेभी जहाँ जनघनत्व छ हेभिली पपुलेसन जहाँ छ जस्तो उपत्यका भयो अथवा कोलपुर नेपालगञ्ज हुनसक्छ कि होइन हुन त यो महँगो छ 13-14 अर्ब पर किलोमिटर लाग्छ तर यसले लङ टर्ममा रिटर्न किन दिन सक्छ भन्दाखेरिमा हामीहरूको एडभान्स मुलुक हुँदाखेरिमा यो 3 करोड नेपालीलाई करिब 70,000 मेगावाट हामी यही युज हुन्छ तर त्यो युज गर्ने भनेकै यस्तै इलेक्ट्रिसिटीबाट चल्ने घरमा खाना पकाउने कुकरदेखि यो इन्डक्सन चुलोदेखि लिएर रेलसम्म भनौँ न मेट्रो रेलसम्म यो चाहिँ नि असाध्यै एडभान्स रूपमा फास्ट ट्र्याकमा जानुपर्छ जस्तो चाहिँ नि मलाई लाग्छ। अब अर्को कुरा के भन्दाखेरिमा हाम्रो खर्च असाध्यै बढेर गएको छ 753वटा पालिका छन् हाम्रो अब प्रदेशहरू पनि छ सेन्टर पनि छ खर्च असाध्यै बढेको छ मलाई असाध्यै यसमा चाहिँ चिन्ता लागेको छ नागरिकको हिसाबले अब भनौँ न करिब 17% मात्रै पुँजीगत खर्चमा जाने हुँदाखेरिमा भोलि सरकार आफै पनि गरिबीको दुश्चक्र हामीले बटम अफ द पिरामिड भन्छौँ आखिर यही फर्मुला संस्थाहरूमा पनि लाग्छ र सरकारमा पनि लाग्छ वास्तवमा फर्मुला यही नै हो त्यसले गर्दाखेरिमा मेरो विचारमा खर्च कम गर्नको लागि 753वटा जुन हाम्रो पालिका छ छरिएर पैसा हुँदाखेरिमा विकास पनि देखिएन र खर्च असाध्यै बढेर गयो। अब यो पोलिटिकल इस्यु हुनसक्छ म कुनै पोलिटिसियन होइन आर्थिक हिसाबले मात्रै म भन्छु मर्जरमा जान उपयुक्त हुन्छ कि त्यसले गर्दाखेरिमा खर्चै आदि घट्छ होइन जस्तो पालिकाको मेयर साहबहरू उपमेयर साहबहरू अरू वडाहरू पनि घट्ने भयो त्यस्तै विकास पनि अहिले जुन खर्च भइरहेको छ पुँजीगत खर्च त्यसको क्वालिटी जस्तो हस्पिटलको भयो स्कुलको भयो अथवा रोडको नै भयो त्यो क्वालिटीहरू पनि हाम्रो टेक्निसियन इन्जिनियर साहबहरू अनुभवी त हुनुहुन्छ तर त्यति मच्योर्ड भएको त्यो फिल्डमा चाहिँ नि देखिँदैन म फिल्डमा जाँदाखेरिमा यो मैले प्रष्ट भन्न चाहन्छु सबैलाई अन्यथा नलिकन क्वालिटी छैन त्यसले गर्दाखेरिमा यो मर्ज गर्दाखेरिमा सेक्सन अफिसर भएको ठाउँमा उपसचिव हुनसक्छ सहसचिव हुनसक्छ त्यो पालिकामा र ऊ अलिकति मच्योर्ड भइसकेको हुन सक्नुहुन्छ त्यो राष्ट्र सेवक मान्छे टेक्निकल मान्छे र त्यसले क्वालिटी पनि आउँछ। अहिले दुईटा समस्या छ एउटा खर्च गर्न सकेका छैनौँ अर्कोतिर खर्च गरेको हाम्रो जुन इन्फ्रास्ट्रक्चर क्रिएट भइरहेछ त्यसले लङ टर्म डिभिडेन्ड दिँदैन त्यसले झन् खर्च बढाउँछ त्यसले मेन्टेनेन्स गर्नलाई एनुअल मेन्टेनेन्स कस्टहरू हाम्रो हेभी भएर जान्छ र राष्ट्रले थेक्न नसक्ने पोजिसनमा पुगिन्छ। अर्को एउटा अन्जुजीलाई सेयर गरौँ हाम्रो डोमेस्टिक क्रेडिट भन्नाले प्राइभेट सेक्टरले मा गएको लोन र सरकारले लिएको लोन चाहिँ नि टोटल गर्दाखेरिमा आर्थिक वर्ष 76-77मा जीडीपी कुल ग्रास्थ उत्पादन र लोन बराबर भयो 100% भयो भनेको त्यो चाहिँ नि लक्ष्मण रेखा हो। आजभन्दा 5 वर्ष अगाडि नै हामी लक्ष्मण रेखामा पुगिसकेका छौँ लोनको त्यसभन्दा माथि जाने भनेको बबल क्रिएसन हो। बबल भनेको यो फोका होइन सुन्निएर जाने इकोनोमी त्यसले गर्दाखेरिमा अब हामीले लोनै लिन हुन्न भन्ने चाहिँ नि होइन तर लोन लिँदाखेरिमा त्यो चाहिँ नि क्यापिटल फर्मेसन हुनुपर्छ र त्यसले उत्पादन प्रक्रियामा प्रोडक्सनमा जानै पर्छ पुँजीगत खर्च गर्ने र प्रोडक्सनमा जाने। प्राइभेट सेक्टरको लोन पनि अब यो मिसयुज गर्न दुरुपयोग गर्न भएन हामीले उत्पादनमै जानु पर्यो यो सबैजना स्वार्थी भएर चाहिँ नि यो यसरी बिग्रिन्छ मुलुक बिग्रिन्छ। अब त्यसले गर्दाखेरिमा मुलुक बचाउने हो भने यो कर्जा होइन कर्जा तिर्नको लागि कर्जा बटम अफ द पिरामिडमा मात्र होइन कि कमर्सियल ब्याङ्कको ठुला उद्यमीहरू र देश आफै पनि होइन मुलुकले जुन गरेको छ मेरो विचारमा यो विचारमा चाहिँ नि के लाग्छ अनुभवले भन्दाखेरिमा यो खर्च सालबसाली खर्च घटाउँदै जाने उपाय नै छैन हामीले अलिकति दुःख गर्नै पर्छ र
यो इन्फ्रास्ट्रक्चरहरू स्पेसली रोड बनाउँदाखेरिमा पनि यो कस्ट बेनिफिट एनालिसिस नगरिकन राम्रो देखिन्छ 8 लेन 6 लेन गर्दा, तर त्यहाँ दौड्ने गाडी चढ्ने त्यसले धान्न सक्छ कि सक्दैन, त्यो लोन लिएपछि त्यो ब्याज तिर्नुपर्छ, सरकारले पनि तिर्नुपर्छ, बटम अफ द पिरामिडमा पनि त्यही हो, गरिबभन्दा गरिबमा पनि त्यही हो। सरकारले पनि पैसा उठाउँदाखेरिमा यहीँ नेपालभित्रै उठायो भने फेरि इकोनोमी सङ्कुचन हुन्छ, जुन हाम्रो अहिले 54 खर्बको जिडिपी छ कुल ग्रास त होइन। अब त्यसमा करिब 22% त सरकारको लोनै भइसक्यो। अब फर्दर लोन लिँदाखेरिमा परियोजनामै जानुपर्छ, परियोजना बेस्ड लोन हुनुपर्छ भन्छु मैले। अब त्यो कसरी मिलाउने हो? हामी सोसलिस्ट कम्युनिस्ट क्यापिटलिस्ट भनेर एक अर्कालाई छ्यापाछ्याप गर्नुभन्दा पनि आर्थिक स्थिति अहिले बुझेर धरातल बुझेर अगाडि बढ्दाखेरिमा मुलुकको उन्नति हुन्छ, हामी सबै स्ट्रङ पावरफुल र रेस्पेक्टेबल नेपाल र नेपाली हुन्छौँ भन्ने चाहिँ नि मलाई लाग्छ। अब यो नेपालमा विभिन्न अब सङ्घ संस्थाहरू छन् आर्थिक क्षेत्रमा काम गर्ने, यसमा सरकारी स्तरबाट पनि सहयोग हुनुपर्छ कि रेखदेख हुनुपर्छ भन्ने लाग्छ मलाई। त्यसमा चाहिँ सरकारी स्तरबाट कसरी त्यो क्षेत्रमा काम गर्न सकेला, त्यसलाई कसरी अगाडि बढाउन सकेला? अब सरकार त हुनै पर्यो। अब हामी सबै सिंहदरबार जाने कुरो भएन। अब हामीले इलेक्ट गरेको लिडरहरू मान्यज्यूहरू सिंहदरबार जाने हो, उहाँहरूबाटै सञ्चालन हुने हो होइन, देश राम्रोसँग सञ्चालन हुने हो। अब त्यसमा मैले बोल्नुपर्ने कुरा केही पनि भएन, राम्रै गरिरहनु भएको छ। तर मुख्य कुरा चाहिँ नि जुन हाम्रो जतिसुकै कुरा गरे पनि मुलुक विकास हुने कि सरकारबाट हुनु पर्यो कि प्राइभेट सेक्टरबाट हुनु पर्यो। अब सरकारबाट हुँदाखेरिमा अहिले जुनको आर्थिक संरचना छ यो फाइनेन्सियल मिस्टेकहरू भए जस्तो मलाई चाहिँ नि फिल हुन्छ। यो मेरो ओपिनियन हो, व्यक्तिगत ओपिनियन। अब 753वटा पालिकामा सीमित स्रोत साधन छ हामीसँग, त्यही 1751 अर्ब हो बजेट होइन। त्यो मध्ये मैले भनिहालेँ जम्मा 302 अर्ब मात्रै पुँजीगत खर्चमा जाने, विकासमा जाने, त्यो भनेको 17% मात्रै हो। अरू त बाँकी जम्मै स्यालेरी अरू वेलफेयरमा जाने भयो। खर्च हाम्रो असाध्यै धेरै भयो, विकासमा कम भयो। विकासमा पनि गएर क्वालिटी भएन। त्यसले गर्दाखेरिमा मैले के एउटा प्रपोज गर्छु भन्दाखेरिमा वर्षको एउटा सहर हामीले विकास गरौँ, जस्तो कोवलपुर नेपालगञ्जै भनौँ, यसलाई अलि बृहत रूपमा उदाहरणको लागि वर्षको एउटा क्षेत्रमा एउटा। अब त्यो मैले भन्ने कुरा पनि भएन, यो सरकारले निर्णय गर्ने कुराहरू भए, एउटा नागरिकको हिसाबले मात्रै मैले भनेको। तर त्यो चाहिँ नि चलायमान सहर हुनु पर्यो, डाइनामिक सिटी हुनु पर्यो। भने मतलब त्यो सिटीमा वर्ल्ड क्लास इन्फ्रास्ट्रक्चर हुनु पर्यो, वर्ल्ड क्लास हस्पिटल हुनु पर्यो। जस्तो यही हस्पिटल छ तर बिरामी अलि सिरियस भयो भने काठमाडौँ दौडनु पर्ने, यो मिलेन नि त। त्यसले गर्दाखेरिमा वर्ल्ड क्लास हस्पिटल हामीले यहाँ क्रिएट गर्नु पर्यो, वर्ल्ड क्लास एजुकेसन इन्स्टिट्युटहरू हामीले यहाँ क्रिएट गर्नु पर्यो। सरकार आफै एक्लैले सक्दैन, प्रोबेबली इन्भेस्टमेन्ट सरकारले 33% गर्न सक्ला, पालिकाहरू मिलेर 5-10% गर्न सक्ला, प्राइभेट सेक्टरले 33% गर्न सक्ला। 33 होइन, प्राइभेट सेक्टर 33, पालिकाहरू 33, नेपाल सरकार 33। यसरी मिल्छ कि कसरी मिल्छ, यो मोडालिटी त गर्ने कुरा भयो। त्यसपछि त्यो सिटीमा पेट्रोलियम प्रडक्टहरू चाहिँ नि नल्याउने, किन भन्दा हाम्रो मुलुक बिजुलीको 70,000-80,000 मेगावाट उत्पादन गर्न सकिन्छ भनेको छ। खालि बिजुलीबाट मात्रै चल्ने स्मार्ट सिटी भन्छन् होइन। अब स्मार्टको नाममा फेरि थुप्रो 40-50वटा सहरहरूको क्रिएट गर्ने छर्ने योजना मैले देखिरहेको छु। मेरो विचारमा त्यो पनि फाइनेन्सियल मिस्टेक हो, गलत हो। वर्षमा एउटा सिटी डेभलप गरौँ एउटा प्रदेशमा, त्यसपछि त्यहाँ जबहरू क्रिएट हुन्छ। हाम्रो पालिकाहरूमा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। अब एउटा पर गयो, एउटा डाँडामा चाहिने पहाडमा केही बस्ती हुन्छ 15-20वटा घरलाई अब पोलहरू पुर्याउनु पर्यो, बत्ती पुर्याउनै पर्यो, त्यसपछि सडक पनि पुर्याउनु पर्यो। त्यसले रिटर्न अन इन्भेस्टमेन्ट भनिरहेको छु मैले, त्यो नभएर मुलुकमा समस्या भएको त्यही नै हो। ती दाजुभाइहरूलाई हामीले यहाँ सहरमा ल्याउन सकियो, यहाँ जब हामीले क्रिएट गर्न सकियो। मैले भनेको जस्तो
स्कुल कलेज वर्ल्ड स्ट्यान्डर्ड भयो। नेपाली मात्र होइन, नेपाली त अहिले कति बाहिरै पढ्न गइराखेको देख्छु मैले, मिडल क्लास पनि। अस्ति एउटा बहिनी मैले भेटेको थिएँ गाउँमा यही प्राइजकै सिलसिलामा, अनि के छ बहिनी अब यो योजना भनेको उहाँले 12 क्लास पास गर्नुभएको थियो। अङ्कल म त आइएल्स दिइरहेको छु, अब अस्ट्रेलिया जाने योजना छ भने, मतलब तिनीहरूलाई पनि हामीले ती भाइ बहिनीहरूलाई क्याटर गर्न सकिन्छ त्यो एडभान्स सिटीमा। त्यसपछि विदेशबाट पनि अहिले जुन मलेसिया अथवा थाइल्यान्डले विदेशी विद्यार्थीहरूलाई पनि ल्याएर थुप्रो पैसा कमाइरहेछ, एजुकेसनमा त्यो गर्न सकिन्छ। त्यस्तै हेल्थमा पनि मैले भनिरहेको छु, खालि यो अमेरिकन युनिभर्सिटीको कहिलेकाहीँ नाम लिन्छु, जोन्स हपकिन्स युनिभर्सिटी हस्पिटल अथवा सिङ्गापुर जनरल हस्पिटल, यस्ता कयौँ हस्पिटलहरू वर्ल्ड क्लासका छन्। तिनीहरूसँग कोलाबोरेसन गरेर पालिका, प्राइभेट सेक्टर र पब्लिक कसरी हुन्छ, 33% सेयर हुन्छ है, कसरी हुन्छ उनीहरूलाई ल्याउने, हेल्थ पनि भयो, एजुकेसन पनि भयो, इन्फ्रास्ट्रक्चर पनि भयो। त्यो 4-5 अर्ब वर्षको खर्ब, 400-500 अर्बले त्यो सिटी हामीले क्रिएट गर्न सकिन्छ। र सरकार मेरो विचारमा चाहिँ नि यस्तो इन्भेस्टमेन्टमा, एकीकृत इन्भेस्टमेन्टमा जाँदाखेरिमा सामाजिक रिटर्न पनि हुन्छ, इकोनोमिक फाइनेन्सियल रिटर्न पनि हुन्छ, इकोनोमिक रिटर्न पनि हुन्छ, र यो इन्भाइरोमेन्टल जुन कुरा आइरहेछ त्यो पनि तीनटै मिश्रण भएर मुलुक एडभान्स कन्ट्री हुनलाई जाने फास्ट ट्र्याक प्रपोजल मध्ये यो एउटा राम्रो प्रपोजल हो भन्ने मलाई लाग्छ। एज ए नेपाली सिटिजन मैले यो चाहिँ नि एउटा आइडिया प्रस्तुतन सेयर गरेको हो। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, अन्तिममा के भन्न चाहनुहुन्छ? म के भन्न चाहन्छु भन्दाखेरिमा हामीसँग स्रोत साधन नेपालभित्रमै छ। मैले भनिसकेँ अहिले करिब 437 अर्ब चाहिँ नि माइक्रो फाइनेन्स इन्स्टिट्युटहरूमै लोन आउटस्ट्यान्डिङ छ। त्यसले इफिसियन्सी खोज्यो भने यही नै जिरो ल्याउन सकिन्छ, राम्रोसँग काम गर्न, कर्जाको दुरुपयोग नगर्ने, कर्जा उत्पादनमा जाने हो भने। त्यस्तै सरकारले पनि जुन यो 1751 अर्बको बजेट लिएको छ यो आर्थिक वर्ष 80-81मा, यसैभित्र इफिसियन्सी खोजेर फजुल खर्चहरूलाई बिस्तारै रोक्दै गएर यसमा चाहिँ नि सिरियस भएर, यो सिरियस म्याटर छ, किनभने मुलुक अब समृद्धिको मार्गमा जाने हो र सम्भावना असाध्यै छ र हामीले गर्न सक्छौँ। तर इफिसियन्सी यहीँ खोज्नु पर्यो। जस्तो यही सुदूरपश्चिममा हस्पिटल 54-55 सालदेखि हस्पिटल ल्याउने भनेर त्यो तयारै भइसकेको छ बिल्डिङ, तर यति वर्षसम्म त्यो युज भएर बसेको छैन, त्यसरी मिसयुज भएर बसेको छ। यो जम्मै इफिसियन्सी हामीले यही नै खोज्यौँ भने मुलुक चाहिँ नि छिटै फास्ट्यागमा गएर हामीले जुन अहिले 14 कति पर क्यापिटा इन्कम कति छ अहिले $1400 जति होला, त्यसलाई चाहिँ नि $50,000 करिब 35 गुणा बढी चाहिँ नि हामीले गर्न सक्छौँ। हामीसँग त्यो क्षमता छ। तर हामी सबैको जुन अपार शक्ति छ, असीमित शक्ति छ नेपाली दाजुभाइ दिदीबहिनीहरूको, यसलाई एकीकृत गरेर नेपाल र नेपालीलाई सबल हैन, स्ट्रङ, पावरफुल र रेस्पेक्टेबल नेपाल बनाउन हामीले सक्छौँ र भन्ने मलाई लाग्छ। हवस् त, यहाँलाई धेरै धेरै धन्यवाद। आफ्नो अमूल्य समय यो बिहानीको समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्जुजी, तपाईलाई, तपाईको टिमलाई र नेपाल टेलिभिजन कोवलपुरलाई मसँग भएको यो सानोतिनो नलेज जुन सेयर गर्ने मौका दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद। दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो निर्धन उत्थान लघु वित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त। उहाँसँग हामी विशेष कुराकानी गर्यौँ। यो देशलाई, हाम्रो नेपाललाई कसरी सम्पन्न गराउन सक्छौँ, कसरी विकास गर्न सकिन्छ नेपालमै भन्ने विषयमा रहेर हामी कुराकानी गर्यौँ। हाम्रो कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव दिँदै गर्नुहोला। भोलि फेरि पनि अर्को अतिथिका साथ उपस्थित हुने नै छौँ। तबसम्म म अन्जु चौधरीलाई बिदा दिनुहोस्। नमस्कार।